वास प्रणाली सुदृढ़ीकरण के लेल तैयार कयल गेल तालीम मैनुअल के व्यावहारिक, प्रभावकारी आ स्थानीय संदर्भ अनुकूल बनेबाक उद्देश्य सँ सरकारी तथा विभिन्न संघ संस्था के सहयोग में कार्यशाला संचालन कयल गेल छै। कार्यशाला में 11टा पालिका के प्रतिनिधि, वास क्षेत्र के विज्ञ, गैर सरकारी संस्था के प्रतिनिधि सोझा मैनुअल के विभिन्न मॉड्यूल सब प्रस्तुत कयल जा रहल छै। तहिना एहि में प्रयोग भेल सामग्री, भाषा, अभ्यास, विधि तथा प्रशिक्षण प्रविधि सबके परीक्षण, परामर्श आ सुझाव संकलन कयल जेबाक वास विज्ञ बिजु डंगोल जानकारी देलनि अछि। हामीले चाहिँ यो एमसीडीसी र सबल नेपालसँग मिलेर 10 वटा पालिका मध्य प्रदेशको सिरा सप्तरीमा यो वास सिस्टम स्ट्रेन्थेनिङको काम 2019 देखि गरिरहेको छौँ। हामीले चाहिँ विशेष गरी चाहिँ यो बनाएको संरचनाहरूको दिगोपना, फङ्सनालिटीलाई फोकस गरेर हैन, क्षमता अभिवृद्धि, गभर्नेन्सको पार्टहरू, अकाउन्टेबिलिटीको पार्टहरू छ र यसलाई चाहिँ अब हामीले एउटा सिकेको कुराहरूलाई चाहिँ एउटा म्यानुअलको रूपमा चाहिँ प्रस्तुतिकरण गर्न गइरहेको छौँ र विभागसँग मिलेर यो म्यानुअलको प्री टेस्टिङ चाहिँ को क्रममा 11 वटा पालिकाहरूलाई बोलाएको छौँ र उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ यो म्यानुअललाई फाइनल गर्छौँ। मैनुअल प्रयोग में देखल गेल चुनौती, अभाव आ सुधारक लेल कयल जायवाला विषय में सहभागी सब सुझाव देत। एना कऽ संकलित सुझाव के आधार में मैनुअल के अंतिम रूप देल जेबाक मध्य प्रदेश के खाने पानी तथा सर सफाई महाशाखा प्रमुख लक्ष्मी पंत बतौलनि अछि। कस्तो हो कि यो म्यानुअल अहिलेसम्म हाम्रो बनाएको छैन, यो फर्स्ट चोटि बनाइरहेछौँ हैन। अनि यो म्यानुअल यहाँ भ्यालिडेसन भइसकेपछि विभागले यसलाई पास गर्छ र पास गरेपछि यो हाम्रो जति पनि खानेपानी र सरसफाइ सम्बन्धी हाम्रा आयोजनाहरू छ हैन, त्यो आयोजनाहरू र तिनीहरूसँग सम्बन्धित हाम्रो स्थानीय तह, प्रदेश सरकार अनि नेपाल सरकारहरू सबैको इन्भल्भमेन्टमा यसको चाहिँ हामी फिल्डमा यसलाई इम्प्लिमेन्ट गर्छौँ। कार्यशाला में राष्ट्रीय खानेपानी तथा सरसफाई अनुसंधान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केंद्र के कार्यकारी निर्देशक इंजीनियर रामकुमार श्रेष्ठ, खानेपानी प्रणाली संचालन के लिए स्थानीय सरकार आ समुदाय के क्षमता अभिवृद्धि बहुत आवश्यक रहल आ यह उद्देश्य से तैयार किया गेल तालीम मैनुअल के प्रयोग मैत्री आ प्रभावकारी बनाव प्री टेस्टिंग कार्यशाला आयोजना किया गेल बतौलनि। यो वास सिस्टम भनेको चाहिँ कस्तो भने एउटा खानेपानी वा सरसफाइको एउटा कम्पोनेन्ट मात्र होइन, यसले ओभरअल वास गभर्नेन्स, यसको चाहिँ क्यापासिटी बिल्डिङ र यसको कोअर्डिनेसन मेकानिजम सबै खानेपानी र सरसफाइका सेवाहरूलाई कोही पनि नागरिकहरू नछुटुन् र उहाँहरूलाई समावेशी तरिकाले हामीले चाहिँ त्यसको सेवा प्रदान गर्न सकौँ भन्ने हिसाबको चाहिँ वास सिस्टमको चाहिँ हामीले नयाँ अवधारणा अगाडि बढाएका छौँ र यसलाई हामीले चाहिँ एउटा म्यानुअलको रूपमा डेभलप गरेर, एउटा गाइडलाइनको रूपमा डेभलप गरेर खानेपानी मन्त्रालय, नेपाल सरकार खानेपानी मन्त्रालयको चाहिँ तालिम केन्द्रले स्वीकृत गरेर अगाडि बढाउने क्रममा छौँ। वो कार्यशाला से प्राप्त हो वाला निष्कर्ष के समेट कर खाने पानी सरसफाई तथा स्वच्छता प्रणाली सुदृढ़ीकरण तालीम मैनुअल के अंतिम रूप देबाक आ राष्ट्रीय खाने पानी तथा सरसफाई अनुसंधान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केंद्र प्रमाणित केला बाद प्रयोग में अयबाक जानकारी देलनि अछि।